साँचो सम्बन्धमा एकअर्काको प्रेम मात्रै रहँदैन, त्यहाँ येशू ख्रीष्टको प्रेम पनि रहेको हुन्छ। अनि ऊ बाँचुन्जेलसम्म येशूको प्रेममा अनि येशूको सेवामा दुवैजना उकाली ओह्रालीमा दुःख सुखमा सँगै जिउने अनि सँगै हिँड्ने प्रतिबद्धता गर्दछ। त्यो प्रतिबद्धताले उनीहरूको सम्बन्ध यति टाढासम्म जान्छ कि एकअर्काको मृत्युपछि पनि तिनीहरू उसैको सम्झनामा सेवामा जिउँछ अनि उसैको सम्झनामा ऊ सेवामा हिँड्छ।